सबै भाइले बनाएको। लुकेको हो। एभ्रिवान गुड मर्निङ वान सेकेन्ड वेलकम ब्याक टु माई च्यानल मनसा फिटनेस। तपाईँहरू सबैजनालाई मेरो च्यानलमा स्वागत छ। होप सबैजना एकदमै सन्चै हुनुहुन्छ होला। तर म चाहिँ एकदमै बिमारी छु। मेरो फेस हेरेर पनि हजुरहरूले बुझिसक्नुभयो होला है। मैले चाहिँ आज यसरी नै भ्लग स्टार्ट गरिरहेको छु। मलाई चाहिँ एकदमै जाडो लागिरहेछ। रातभरि सुतेको छुइनँ हामी, मम्मी पनि म पनि एकदमै बिमारी भएर। मम्मी चाहिँ म बिमारी भएर सुत्न पाउनु भएको छैन। के भयो त्यो म तपाईँहरूलाई भन्छु। के भयो भन्दाखेरि कति दिन भइसक्यो त्यो मैले भिडियोहरू अपलोड नगरेको युट्युबमा है। तपाईँहरू सबैजनालाई थाहा पनि छ। के भयो भन्दाखेरि चाहिँ भिडियोहरू मैले बनाइसकेर चाहिँ पिरियडहरू भइरहेको थियो। मलाई चाहिँ पिरियडको बेलामा यति गाह्रो हुन्छ, मैले तपाईँहरूलाई भिडियोमा पनि सेयर गरि नै सकेको छु। अनि यति गाह्रो हुन्थ्यो मलाई, म सक्दिनँ त्यो भिडियो एडिट गर्न। त्यसपछि हुन्छ नि अब त्यो बानी हराएपछि एडिटै गर्नु मन नलाग्ने, कस्तो लाग्ने है। त्यसपछि कहिले कता जाने कहिले दोकानतिरै जानुपर्ने। बाबा पहाड जानुभएको थियो, पहाड जाने काम थियो, त्यही भएर चाहिँ अनि दोकानमा गएपछि भिडियो एडिट त हुँदैन है। अनि त्यस्तै नै हुन्थ्यो क्या, मिल्दैन थियो, साइतै जुरेको थिएन। अनि हिजो चाहिँ साइत पनि जुरे जस्तो लाग्यो मलाई है। अनि त्यसपछि मैले हिजो भिडियोहरू दुइटै एडिट गरेँ। अनि अब चाहिँ म पोस्ट गरिदिन्छु भनेर चाहिँ मैले डाउनलोडमा छोडिदिएँ। अनि एक्कासी मलाई चाहिँ यति गाह्रो भयो है, यति गाह्रो भयो, के हुँदैछ मसँग जस्तो भएको क्या मलाई त। अनि घरमा पनि कोही हुन्न थियो। अनि बाबा मम्मी दुईजनै पसलमा। अनि भाइ पनि बेलुकातिर त पसलै जान्थ्यो। अनि बेलुकातिर तर ऊ चाहिँ हिजो बर्थडेमा गएको थियो, साथीको बर्थडे थियो। अनि बर्थडेमा गएको थियो। अनि त्यसपछि मैले हतार पतार बाबालाई फोन लगाएँ, मलाई एकदमै गाह्रो भइरहेछ, घर आउनु भने। अनि बाबा एकदम मतलब आत्तिँदै घर आउनुभयो। अनि त्यहाँदेखि म त हिँड्नु पनि सकेको थिइनँ, हस्पिटल पनि जानु सकेको थिइनँ, कस्तो गाह्रो भइरहेको थियो। तर पनि जसरी पनि बाबाले लानुभयो मलाई बाइकमा पनि। मलाई यति गाह्रो भइरहेको थियो। अनि म चाहिँ हाम्रै दोकान छेउकै डाक्टर अङ्कलकोमा गएँ। अनि त्यहाँ गएर अनि मेडिसिनहरू दिनुभयो। अनि मेडिसिनहरू त्यहीँ पनि खाएँ। अनि यहाँ आएर पनि मेडिसिनहरू खानुपर्ने थियो, त्यो मेडिसिनहरू खाएँ। अनि त्यसपछि एकछिनमा त कस्तो जिउमा काँडा उम्रेको जस्तो है। त्यसपछि पुरा चिसो न चिसो क्या, हात खुट्टाहरू एकदम चिसो भएको क्या मेरो त। अनि त्यहाँदेखि मम्मीले अनि माडिदिएर तातो बनाउन खोज्दै हुन्थ्यो। एउटा खुट्टा माडिदिँदा अर्को चिसो न चिसो भइसकेको हुन्थ्यो, त्यस्तो भएको थियो। अनि अरूलाई चाहिँ गर्मी भइरहेको थियो, तर मलाई चाहिँ एकदमै जाडो भइरहेको थियो क्या। बाबाहरू फ्यान खोलेर सुत्नु भएको थियो, तर मम्मी चाहिँ मसँग सुत्नु भयो हिजो। मलाई एकदमै गाह्रो भयो भनेर चाहिँ। अनि तर मम्मीले फ्यान खोल्नु भएन, मम्मीलाई पनि तर खतरा गर्मी लागिरहेको थियो। अनि त्यसपछि तर पनि मेरो लागि चाहिँ मम्मीले फ्यान खोल्नु भएन। अनि खतरा जाडो लागेको क्या, म त पुरा लग काम्दैछु है। मतलब कम्बल ओढिरहेको छु, ब्ल्याङ्केट ओढिरहेको छु, तर पनि खतरा जाडो लाग्दैछ। खुट्टाहरू तात्तिकै छैन, चिसो न चिसो त्यस्तो टाइपको भएको थियो। अनि राति मामहरू नै खाएर सुतेँ म है। सुते भन्नाले पनि राति माम खाएर ढल्के मात्रै भन्दा पनि हुन्छ। आँखा यसरी बन्द गरेर उज्यालो बनाइदिएको क्या मम्मी र मैले नै। मतलब निन्द्रै नलागेको है, सुत्नै नसकेको। अनि घरिघरि वासरुम गइराख्नु पर्ने त्यस्तो भएको थियो। रातैभरि वासरुम कुदिराखेँ म है। अनि मम्मी चाहिँ सुत्नै पाउनु भएन मेरै कारणले गर्दाखेरि। अब दिनभरि दोकानमा बस्नुपर्छ है, म त घरमा रेस्ट गरि नै हाल्छु। मम्मीलाई चाहिँ अब दिनभरि दोकानमा बस्नुपर्छ, कति गाह्रो भइरहेको होला। यस्तै हो है। अनि उज्यालो चाहिँ मतलब हुन्छ नि, यत्तिकै उज्यालो भयो क्या हिजो त। रातैभरि झपक्क पनि गर्नु पाइएन है, झपक्क पनि गरेको छैन। अनि त्यहाँदेखि आँखाहरू पोलिरहेछ, तर मैले चाहिँ आँखा खुल्लै चाहिँ छोडिनँ, यसरी चाहिँ बन्द गरिराखेँ, तर निदाएको चाहिँ थिइनँ। अनि मम्मी पनि निदाउनु भएन, म पनि निदाइनँ। अनि अब चाहिँ यस्तै हो गाइज है, मान्छेको जिउ त हो, कहिले के हुन्छ भन्न सकिँदैन। त्यस्तै हो, जहिले राम्रो पनि हुँदैन, कहिले नराम्रो पनि हुन्छ। अनि त्यही हो, मलाई पनि हिजो त्यस्तो भयो, एकदमै गाह्रो बनायो। अनि आज पनि एकदमै लो फिल भइरहेछ मलाई चाहिँ।
अनि अब चाहिँ म पहिला ज्वानो बिरेनुन अनि पानीहरू खान्छु। मम्मीले पानीहरू तताइदिँदै हुन्छ। तपाईँहरूलाई थाहा नै छ म पानीबाटै मेरो दिनको सुरुवात हुन्छ। अनि पानीहरू पिउँछु अनि हल्का फ्रेस पनि हुन्छु, किनकि जति आफू मतलब हुन्छ नि जति बिमारी छु जति केही नगरी बस्छु त्यति नै गाह्रो हुन्छ। मैले चाहिँ बिहान उठ्ने बित्तिकै त्यही भएर कपाल चाहिँ कोरेको थिएँ। अनि आफूले आफूलाई फेरि मिररमा हेर्दाखेरि पनि क्या अझै गाह्रो हुने क्या। अनि बरु अलिकति राम्रो कन्डिसनमा बस्यो भने त होइन आफूलाई पनि अलिकति फ्रेस फिल हुन्छ नि त। त्यही भएर पहिला चाहिँ म पानीहरू पिउँछु अनि त्यसपछि म हल्का फ्रेसहरू हुन्छु। ओके गाइस, अब चाहिँ पानी पिउँछु है त म। तपाईँहरू मेरो भिडियो स्किप नगरी हेरिदिनु होला। यो चाहिँ बिरेनुन र ज्वानो यहाँ छ अनि यहाँ छ तातो पानी। अब चाहिँ म यही नै खान्छु। यो ज्वानो बिरेनुन अनि पानी पिउँछु। त्यसपछि मम्मीले जाउलो बनाइदिँदै हुन्छ अनि त्यही जाउलो खाने हो। अनि मैले चाहिँ पहिला यही नै खाइहाल्छु म। त्यसपछि म तपाईँहरूसँग कुरा गर्छु है त। बल्ल बल्ल खाइसकेँ। अब चाहिँ मम्मीले मलाई जाउलो बनाइदिँदै हुन्छ नि त, अनि त्यो जाउलो खान्छु। अनि अलिक सन्चो हुन्छ कि लाइन पनि गयो। ओके गाइस, अहिले एकछिनमा भेटौँ है त। अब चाहिँ म ड्रेसहरू पनि चेन्ज गर्छु। म चाहिँ कपाल चाहिँ कोरेँ अनि जस्तो राति लगाएर सुतेको त्यस्तै नै छु। अनि यो चाहिँ ओढिरहेको छु, एकदमै जाडो लागिरहेको छ नि त मलाई। अनि यो चाहिँ ओढेर बसेको छु। अनि अब चाहिँ ड्रेसहरू चेन्ज गर्छु अनि ब्रसहरू गर्छु अनि हल्का फ्रेस फिल हुन्छ जस्तो लागिरहेछ मलाई चाहिँ। अब म फ्रेस भएर भेट्छु है त। त्यही कालोलाई यो दिइहाल्छु पहिला। अब उसलाई पनि भोक लागेको होला नि त होइन। अनि हेर्नु न पुच्छर हल्लाउँदैछ पुरा दिन्छ भनेर। पर्खिन त पहिला यो हटाउँछु यो हटाउँछु। छि 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 यसले त हटाउनु पनि दिँदैन हौ। दिँदैछु त, बस्नु न त्यहाँ। यो त मलाई खोल्नु पनि दिँदैन। अरे भोक लाग्यो। बिस्कुट चाहिँ हामी धेरै दिँदैनौँ। धेरै चाहिँ हामी माम र दही अनि चिउरा र दही दिन्छौँ। कहिलेकाहीँ चाहिँ बिस्किट, तर दिनमा एकचोटि त बिस्किट पाएकै हुन्छ यसले। मलाई सम्झना भए पनि क्या म चाहिँ कस्तो माया लाग्छ यसको चाहिँ। यसलाई चाहिँ जसरी पनि केही न केही चाहिँ दिउँ होइन। यो पनि कति भोकाएको होला भन्नुहुन्छ। हामी जस्तै त हो, राति खाएपछि केही खाएको हुँदैन। अनि हामीलाई त भोक लाग्छ भने होइन, उनीहरूलाई पनि कस्तो भोक लाग्छ भन्ने हुन्छ। र म चाहिँ दिनमा 3 टाइम चाहिँ दिन्छु। बिहान र बेलुका चाहिँ मजाले मामहरू दिन्छु। अनि दिउँसो चाहिँ यसरी बिस्किट कि पाउरोटीहरू। प्रायः चाहिँ हामी यिनीहरूलाई एकदम कम गुलियो बिस्कुट दिन्छौँ क्या। कालु कता कता खेलेर आउँछ। अब बाँध्नु पनि मिल्दैन होइन, सानैदेखि अब यिनीहरू नबाँधी बसेको। सक्यो सक्यो। अब यहीँ बसिराख्छ, खेलिराख्छ, सुतिराख्छ। अब एकछिनमा मामहरू दिने हो है। कालु कालु के भयो? यस्तो कन्डिसनमा म बसिरहेको छु। मलाई जज चाहिँ नगर्नु होला है त। मैले चाहिँ हुन्छ नि अहिले बल्ल बेडबाट निक्लेर चाहिँ भिडियो सुट गर्छु भनेर चाहिँ यहाँ बसेको हो।
अनि त्यही भएर मलाई यसमा चाहिँ जज नगरिदिनु होला है त। ओके गाइज, मैले चाहिँ ड्रेसहरू पनि चेन्ज गरिसकेँ अनि कस्तो हल्का फ्रेस फिल भइरहेको छ है। मलाई जाडो लागिरहेछ नि त, त्यही भएर मैले चाहिँ स्वेटर वेयर गरेको छु। यति लगाएपछि चाहिँ न्यानो लागिरहेछ। अनि मम्मीले चाहिँ यहाँ जाउलो पनि रेडी गरिदिइसकेर ल्याइदिइसक्नु भएको छ। अनि रेडी गरिदिएर मम्मी चाहिँ पसल पनि गइसक्नु भयो। अनि अहिले चाहिँ मतलब घरमा म मात्रै छु, भाइ पनि जिम गएको छ, बाबा मम्मी दुईजनै पसलमा। अनि कति गाह्रो हुन्छ क्या यो टाइममा चाहिँ एक्लै घरमा एक्लै, अनि पिरियड हुँदा पनि एकदमै गाह्रो हुन्छ है। तर मम्मीले चाहिँ मलाई हुन्छ नि सबै थोक म्यानेज गरिदियोरी नै जानुभएको छ। पानीहरू सबै राखिदियोरी, यसरी जाउलोहरू रेडी गरिदियोरी है। अनि म आइहाल्छु 9 बजीतिर भन्नुभएको छ। अनि म अब यही जाउलोहरू खान्छु अनि रेस्ट गर्छु। मैले चाहिँ कालीलाई पनि दिइसकेको छु, हजुरले भिडियोमा हेरिसक्नु भयो होला है। ऊ अगाएपछि चाहिँ मलाई कस्तो ढुक्क लाग्छ क्या। हामी चाहिँ त्यति बेसी केही पनि दिँदैनौँ उनीहरूको बडीलाई हार्म हुने, जस्तो कि एकदमै गुलियो बिस्कुटहरू, माछा मासुहरू एकदमै धेरै एमाउन्टमा दिँदैनौँ। हामी धेरै दिने भनेको चाहिँ दाल, माम, दही अनि अचारहरू पनि थोरै हालिदिन्छौँ। सब्जीहरू सबै थोक मिक्स गरेर फर्स्टमा हाम्रो घरमा सबसे फर्स्टमा खाना पाक्ने बित्तिकै चाहिँ फर्स्टमा कालेले पाउँछ। अनि हामी चाहिँ यसो जुठोहरू पनि दिँदैनौँ क्या। गाइस, मलाई चाहिँ बोल्न पनि एकदमै गाह्रो भएको छ है, बोल्नै मन लागेको छैन। अनि अब कालेलाई त हामीले लिएर आएको पनि होइन क्या, ऊ आफै आफ्नो खुसीले आएको। अर्को पनि एकजना छ, ऊ चाहिँ खालि पसल जान्छ, दोकानमै बसिरहेको छ। अनि मम्मीहरूले उहीँ दिनुहुन्छ के पाउरोटीहरू। अनि खाना खाने बेलामा चाहिँ बाबासँगै आउँछ, बाबा बाइकमा आउनुहुन्छ, ऊ चाहिँ पछाडि पछाडि कुद्दै आउँछ है। त्यस्तै हो, अब कस्तो माया लाग्छ क्या। झन् काले त आएको, आफै आएको, उनीहरू आफ्नै खुसीले आएको है, हामीले ल्याएको पनि होइन, आफ्नै खुसीले आएको। काले सानै भन्नाले पनि 8-9 महिना भइसक्यो काले आएको। उसलाई चाहिँ कसले कुटेर खुट्टा, मैले तपाईँहरूलाई पहिला पनि भिडियोमा भनेको थिएँ, खुट्टाहरू एउटा खुट्टा चाहिँ भाँचिएको छ माथिबाटै। तर त्यो चाहिँ हामीले डक्टर देखायौँ, निको हुँदैन अरे है। इन्जेक्सनहरू चाहिँ हामी लगाइदिनै राख्छौँ, अनि त्यो चाहिँ निको हुँदैन, फ्याङ्राङ गर्छ। तर कस्तो कुद्छ, डग लभरहरूलाई त थाहा नै छ कति धेरै माया लाग्छ भनेर होइन। म चाहिँ अब यस्तो खतरा हुन्छ नि, माया त लाग्ने, तर यस्तो डग लभर चाहिँ थिइनँ। तर हामीले पनि एकचोटि पालेको थियौँ, त्यो पालेको चाहिँ हरायो। त्यसपछि चाहिँ कस्तो लाग्ने क्या, मलाई त घरमा ल्याउनै मन नलाग्ने, कति धेरै एट्याचमेन्ट हुन्छ। अनि हराइदियो एकचोटि है, हराइदिएपछि चाहिँ कस्तो लागेको। अनि त्यहाँदेखिको चाहिँ यिनीहरू आफै आएको कालेहरू चाहिँ कति धेरै माया लाग्छ, त्यो सबै डग लभरहरूलाई पनि थाहा छ है। अनि अब चाहिँ त्यही हो, जाउलो पनि सेलाइसक्यो। बोल्दा धेरै बोलिसकेँ म, ठिक भन्दैछ भित्तीले पनि। जाउलो सेलाइसक्यो, अब चाहिँ म जाउलोहरू खान्छु। अनि हाम्रोमा चाहिँ के हुन्छ यो चाहिँ म भनिहाल्छु। हाम्रोमा चाहिँ हुन्छ नि भिडियोहरू बनाउँदा मात्रै दहीहरू खाइन्छ कि एकदमै कम खाइन्छ है। तर उनीहरूको लागि चाहिँ हुन्छ नि, अब कहिलेकाहीँ हामी त खाइँदैन, कहिले खाइन्छ होइन, त्यस्तो हुन्छ दही चाहिँ। तर उनीहरूको लागि चाहिँ हामी कहिले टुटाउँदैनौँ क्या दही, डेली दही दिन्छौँ। अनि मासु भएको बेलामा चाहिँ दही दिँदैनौँ, तर अरू बेला चाहिँ डेली दही दिन्छौँ। त्यही हो, अब चाहिँ म खान्छु है त। हेर्नुहोस् सेलाइसक्यो अब त। गाइस, मैले चाहिँ पुरै जाउलो खानु सकिनँ, तर खानु चाहिँ खाएँ, यति थियो है। यतिबाट अहिले यति भएको छ। अनि यहाँदेखि चाहिँ मलाई खानै मन लागेन। तर मलाई चाहिँ मम्मीले गाली गर्नुहुन्छ, किनकि मम्मीले चाहिँ पुरै खतम गर्नु, पुरै खाइसक्नु भन्नुभएको थियो। तर मलाई चाहिँ कस्तो तितो लाग्यो क्या, मुखै तितो भएर हो कि। अनि भाइ पनि जिमबाट आयो नि त, अनि भाइलाई चखाएको, उसलाई चाहिँ फेरि तितो लागेन अरे, मलाई चाहिँ तितो लाग्यो। अनि खानै मन लागेन है। अहिले त मम्मीले थाहा पाउनु हुँदैन, किनकि मम्मी दोकानमै हुन्छ नि त। तर भरे अब भिडियो हेरिसकेपछि चाहिँ मलाई कराउनुहुन्छ एकदमै। अहिले त गाली खाँदिनँ, तर भरे खान्छु। अहिले त यो म छोपेर कतै राखिदिन्छु, अनि अहिले भरे खानु मन लाग्यो भने खान्छु। अनि अब चाहिँ म सुतेको ओछ्यानहरू पनि मिलाउँछु, मिलाएकै छैन नि त। अनि मिलाइसकेर म फेरि एकछिन रेस्ट गर्छु।
आइज त कालेलाई चाहिँ मम्मीले खाना दिँदै हुन्छ। यो चाहिँ अर्को मेम्बर हो है। यसको नाम चाहिँ सुन्तली, त्यसको नाम काले। यो चाहिँ केटी हो, कालेले बे गरेर ल्याएको। आइज आइज कमन, बेग्ला बेग्लै दिनुपर्छ नत्र बाँच्छन् पुरै। मेरो चाहिँ लन्च प्लेटिङ मम्मीले बनाइदिनु भएको। यहाँ चाहिँ दाल पोखेछ, दहीमा पनि पोखेछ, मम्मी पनि पोखेछ। यहाँ चाहिँ व्हाइट राइस, कति धेरै खाना हालिदिनु भएको क्या मम्मीले। खाना नखाएर म बिमारी भएको अरे। गाइस खाना यत्रो खानु अरे, खान्छु बिस्तारै। यो चाहिँ सबै भाइले बनाएको, किनकि मम्मीलाई चाहिँ आउनु ढिलो भयो नि त पसलबाट। अनि उसले चाहिँ बनायोरी खायोरी कलेज गयो। अनि अहिले चाहिँ मम्मी भर्खर घर आइपुग्नु भयो नि त। अनि कालेहरूलाई दिएर अनि मलाई पनि पस्किदिनु भयो। अनि आफू पनि खाँदै हुन्छ उतापट्टि सिरियल हेर्दै। म चाहिँ यता खाँदैछु। पनिरको सब्जी छ, दामी बनाएको छ। गाइस अब चाहिँ म बिस्तारै खान्छु यता। गाइस मैले खाना पनि खाइसकेँ। अनि यहाँ हल्का दही छ, यो चाहिँ मैले खानु सकिनँ र छोडिदिएँ। अरू चाहिँ मलाई मम्मीले जति दिनुभएको थियो खाना त्यो सबै मैले खाइसकेँ। तपाईँलाई थाहा नै होला म यसको एक बुटका मेजर गरेर खान्छु नि त खाना सधैँ। तर यतिले मात्रै हुँदैन, अझै खानुपर्छ भन्नुभयो मम्मीले। अलिक पोर्सन बढाएर खानुपर्छ भनेर मम्मीले चाहिँ दिनुभयो। अब यसरी नै म पोर्सन बढाएरै खान्छु सन्चो नहुन्जेलसम्म चाहिँ। अरू बेला पनि खान्छु तर अरू बेला चाहिँ कम खान्छु नि त। अनि त्यही भएर चाहिँ हल्का गाह्रो भएको हो कि जस्तो पनि लाग्यो। अनि अब चाहिँ पोर्सन 10-15 दिन चाहिँ बढाएरै खान्छु। अनि आफू एकदमै स्ट्रङ भएपछि त्यसपछि फेरि ब्याक टु नर्मल वेट लस त गरि नै हाल्छ। पहिला पनि गरेकै हो है, र गरि नै हाल्छु। तर अहिले चाहिँ अब सन्चो नहुन्जेलसम्म चाहिँ खानाहरू बढाएरै खान्छु म सधैँ जस्तो। र बेलुका पनि म खानै लिन्छु, तर बेलुका म कति बजी लिन्छु म त तपाईँलाई देखाउँछु। तर खाना अब के लिन्छु त्यो पनि मैले फिक्स त छैन। तपाईँहरू भिडियो हेर्दै गर्नु होला। बेलुका म के लिन्छु म त तपाईँलाई देखाइ नै हाल्छु। तर हामीले दिउँसो भनेको चाहिँ अलिक धेरै एमाउन्टमा खानुपर्छ नि त, किनकि हाम्रो बडी एकदमै एक्टिभ हुन्छ दिउँसो। त्यही भएर चाहिँ अनि यस्तै हो। अब वेट गेन भयो भने पनि केही छैन, फेरि वेट लस गरि नै हालिन्छ है, त्यसमा प्रब्लमै छैन। अनि अब चाहिँ म कामहरू पनि केही पनि गर्दिनँ, बाहिर हिँड्छु 3000-4000 स्टेप्स जति। अनि बाहिरभित्र जतै गरेर पनि म काउन्ट गर्दै हिँड्छु। अनि त्यसपछि म फेरि पनि रेस्ट गर्छु। अनि म तपाईँहरूसँग एकछिनमा भेट्छु। गाइस अहिले चाहिँ म 2 घन्टा जति सुतेँ अनि अहिले उठेको है। अनि अब चाहिँ म पानीहरू पनि बनाएर खान्छु। यहाँ चाहिँ बाबाले मलाई ओआरएस जीवनजल यो पनि ल्याइदिनु भएको छ। अनि यो म पानीमा हालेर 1 लिटर पानीमा फुल प्याकेट हाल्छु। अनि त्यसपछि पिउँछु। हल्का भोक पनि लागिरहेछ अनि म स्न्याक्सहरू पनि लिन्छु। गाइस मैले चाहिँ कपालहरू पनि बाँधेर मुखहरू पनि धोइसकेँ। अनि हल्का फ्रेस फिल भएको छ। अनि अब चाहिँ मैले तपाईँलाई अघि पनि भनिसकेको थिएँ म जीवनजल बनाएर खान्छु। अब चाहिँ म यही बनाउँछु अनि खान्छु अनि हल्का पावर आउँछ। गाइस मैले चाहिँ पानी पनि भरिसकेँ। अनि यहाँ छ ओआरएस, यो चाहिँ सबै म राखिदिन्छु।
यहाँ चाहिँ मैले अब यो बिस्तारै बिस्तारै गरेर पिउँछु, यहीँ राखिदिन्छु टेबलमै देखिने ठाउँमा। अब चाहिँ म अब स्न्याक्सहरू प्रिपेयर गर्छु। के लिन्छु, मम्मीले फ्रुट्सहरू राखिदिनु भएको छ, अब त्यही नै लिन्छु। यो चाहिँ म अब भित्र बसेर खान्छु। चाहिँ मेरो स्न्याक्स पनि कम्प्लिट गरिसकेको छु। गाइज अब चाहिँ एकछिन म फ्रेस हुनुको लागि दोकानसम्म पुगेर आउँछु, दोकान जान्छु। अलिकति हुन्छ नि बडी पनि फ्रेस हुन्छ, फ्रेस एयर पनि लिन्छ। त्यही भएर चाहिँ बाबा मलाई लिन आउँछु भन्दै थियो, तर होइन म आफै हिँड्दै नै आउँछु भने क्या। हिँड्दाखेरि बाइकमा भनेको अलिक मजा आउँदैन नि त, छिट्टो पुगिहालिन्छ। अब हिँड्दै हिँड्दै फ्रेस एयर खाएर बिस्तारै जान्छु होइन। त्यही भएर चाहिँ नलिन आउनु, म आफै आउँछु भने। अनि अब चाहिँ म रेडी भइसकेको छु। अब गेटहरू लगाएर चाहिँ म दोकान जान्छु। गाइज हाम्रो चाहिँ यस्तै नै छ बाटो है। अनि यहाँ चाहिँ बाटोहरू बनिनु बाँकी नै छ, ब्लकहरू लगाउनु, त्यो अब कहिले बनिन्छ थाहा छैन। यस्तै छ। अब चाहिँ म यहाँबाट जान्छु। मैले चाहिँ मास्क पनि बोकेको छु। कस्तो धुलो हुन्छ क्या बाटोमा, यस्तो खतरा धुलो हुन्छ, अनि सर्दीहरू लागिहाल्छ। त्यही भएर चाहिँ मास्क लगाएर जानेको। यो चाहिँ हाम्रो सुपारी बारी हो, सुपारी रोपेको छौँ हामीले। अनि उहाँ पर चाहिँ केटाकेटीहरू खेलिरहेको छ। म चाहिँ जाँदैछु, यस्तो छ बाटो। अहिले चाहिँ मास्क लगाएर जाँदैछु, त्यस्तो बाटो। कस्तो लाज लाग्छ क्या भिडियो बनाउने मलाई त बाहिरतिर। मेरो नाम हेर्नुहोस् गाइस, कस्तो लाम भएको छ। भनेको थियो नि यो यहीँ हुन्छ भनेर, यो घरमा खाना खान्छ नि यहीँ आउँछ। आइज त्यो दोकान पनि आइपुगे। यही हो हाम्रो दोकान। रोक्यो। मम्मी चाहिँ गोदाममा आउनुभएको छ भनेर म गोदाममा आएको छु। हेरौँ है त। हेलो के गर्नुभएको? म दोकानमा पुगेको थिएँ, फेरि आइपुगेको यहाँ गोदाममा हुन्छ भनेर। के हो यो? सामान जोडिदिनु छ। भिडियो बनाएको। बाबाले सोधेको मम्मी गोदाममा छ भने आइज। हेलो आइज। पर्खिन त। अरे फोनै खानु खोज्छ त हौ। त्यसमा चाहिँ यही खाना आएको दोकान। यो चाहिँ भाइले कलेज लानुको लागि रेडी गरेर आएको रहेछ। अब चाहिँ म यही खाइदिन्छु मेरो डिनरमा। अनुहार हेरौँ न त। अनुहार म को गरिदियो? यता हेरेर पो भन्ने हो त। मजाले हेर न त, मजाले हेर नि त। दिदी हो कि होइन हेर त मजाले दिदीलाई। हो आमामा कस्तो सेट भएको रहेछ। दामी रहेछ। तर म चाहिँ यो अनार छ नि, यो चाहिँ धेरै खानै सक्दिनँ ल। खानु मम्मी? आउनु न, यत्रो कहाँ खाइसक्छौ? भाइलाई जुरेको रहेछ यो खाना। उसले चाहिँ बिर्सिवरी गएछ कलेज जाँदाखेरि। अनि अब चाहिँ
हामीलाई नि जुरो यो खाना कस्तो छ त हामीलाई नै जुरेको रहेछ होइन मम्मी यो बिचरा भाइले टिफिन बनाएको हो भाइले टिफिन बनाएर उयो गरेको अरे भाइलाई जुरेन अनि मलाई चाहिँ बिर्स्यो बिचरा बिर्स्यो अनि मलाई चाहिँ के खाम भइरहेको थियो क्या घरमा अनि मम्मीले चाहिँ ओट्स पनि छ यहीँ आएर खानु भन्नुहुँदै थियो अनि त्यही भएर म चाहिँ फ्रेस पनि हुनुको लागि अनि ओट्स पनि खानुको लागि चाहिँ दोकानमै आएँ मम्मी मेरो डिनर यही हो ल ओके अनि म कति खानु मोटाउँछु त म फेरि खाना एक्सर्साइज गर्ने खाना एक्सर्साइज गर्ने रिप्लेस हुन्छ नखाइ गाइज म चाहिँ मम्मीले मलाई बेलुका नि भातै खाउनुहुन्छ जस्तो छ तर भात चाहिँ खाँदिनँ रोटी रोटी पनि खाँदिनँ सब्जी मात्रै ओके म चाहिँ मम्मीलाई फकाउँदैछु रोटी पनि खाँदिनँ सब्जी मात्रै खान्छु भनेर तर केही रिप्लाई आएको छैन अनि अब चाहिँ म यो थोरै नै खान्छु धेर पनि खाँदिनँ अनि त्यसपछि म तपाईँहरूसँग एकछिनमा भेट्छु भ्लगमा हेर न लुकेको हो आइज भाइ किन लुक्नु छ्या खाजा हामीले खाइसक्यौँ भर्खर कलेजबाट आउँदैछ हाम्रो बाबुको काम भनेको चाहिँ सफा गरेको गर्ने ऱ्याक अनि यसरी टक मिलाउने अनि यो र यो चाहिँ मैले मिलाएको अस्ति नै तर बाबालाई चाहिँ यहाँ सामान मिलाउन एकदम मनपर्छ नि बाबा पुरा मनपर्छ के हो पुरा मनपर्छ दोकानलाई एकदम राम्रो बनाउन मन लाग्छ हाम्रो बाबालाई चाहिँ दोकान एकदम चिटिक्क बनाउनु मनपर्छ यस्तो सामानहरू यता ल्याङफ्याङ छ भने चाहिँ बाबालाई पुरा रिस उठ्नु थालिहाल्छ अनि त्यसपछि मम्मीले गाली खानुहुन्छ त्यही भएर चाहिँ हाम्रो दोकान यस्तो टक 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 छ म चाहिँ अहिले एकदमै फिट अनि एकदमै फ्रेस भइसकेको छु दोकानमा आएर चाहिँ है बिहानको म र अहिलेको ममा एकदमै डिफ्रेन्स देखिरहनु भएको छ होला है बिहानको म चाहिँ मलाई हुनु मन लाग्दैन अहिलेको म चाहिँ मलाई हुनु मन लाग्छ किनकि मलाई चाहिँ यस्तै हेल्दी यस्तै फिट अनि यस्तै एक्टिभै मनपर्छ होइन अनि अब चाहिँ त्यस्तै हो कहिलेकाहीँ गाह्रो भइहाल्छ मान्छेको जिउ त हो है भन्ने जस्तो हुँदैन सधैँ राम्रो पनि हुँदैन कहिले नराम्रो पनि हुन्छ मैले त्यो अघि पनि भनिसकेको छु त्यही हो अब चाहिँ यहाँ मम्मीले सामान ल्याइसक्नु मिलाउनुको लागि त्यो चाहिँ हामी अब यहाँ मिलाउँछु डिस्प्ले गर्छौँ हामी यहाँ हाम्रो सामानहरू यो छ अनि त्यहाँ कुरकुरे छ कुरकुरे भन्न आएछ चिज बल यो चाहिँ कसको फेभरेट हो चिज बल मेरो मम्मीको चाहिँ एकदमै फेभरेट हो हाम्रो चाहिँ मम्मीले कस्तो हप्तामा 3 चोटि चाहिँ खानुहुन्छ है यो चाहिँ 3 देखि 4 चोटि खानुहुन्छ मम्मीले हो मैले चाहिँ सामान मिलाइसकेँ कुरकुरे र यो चाहिँ चिज बल यति नै थियो कुरकुरे चाहिँ यति नै मिलाए के छ सामान थन्किसक्यो सोनम दिदी जानुभयो त्यो चाहिँ हाम्रो बडीको फलफुल पसल बडी यहाँ हुनुहुन्छ हाई गरिदिनु न त बडी बाई एकैचोटि हाई र बाईसँगै यहाँ चाहिँ मम्मी बसिरहनु भएको छ मम्मी कतिखेर घर जाने अब खाना खाएर यो पनि आइपुग्यो होइन मम्मी यो घरमा बस्दैन यो यहीँ बस्छ यसको नाम चाहिँ बाबाले सुन्तली राखिदिनु भएको छ अनि बडी चाहिँ फेरि आफ्नै पारा छ है बडीको गाना सुन्ने अब पसिना भइसक्नु भएछ सामान थन्काउँदा एक्सर्साइज सुगर लाग्दैन एक्सर्साइज गर्नुपर्छ सुगर हुँदैन बडी एकदमै फिट एन्ड फाइन हुनुहुन्छ है अहिलेको एजमा कति पुग्नु भयो बडी 54 लाग्यो 54 27 साले फिट हुनुहुन्छ पुरा हाम्रो चाहिँ सामान पनि मिलाइसक्नु भयो बाबाले अब चाहिँ यो ऱ्याक यहाँ हेर्दै हुन्छ नि यहाँ र यहाँ हल्का ग्याप छ अनि यहाँ माथि यो बट्टाको माथि त्यो पनि बाबाले मिलाउनुहुन्छ अब चाहिँ हामी घर जाने हाम्रो चाहिँ सबै काम कम्प्लिट भइसक्यो मम्मीले सबै सामानहरू छन्काइसक्नुभयो मम्मीको डिपार्टमेन्ट मम्मीले सम्हालिसक्नुभयो अब बाबाले मिलाउनुहुन्छ यता अनि भाइको काम गर्छ हामी घरमा गएर खाना बनाउँछौँ एकछिनमा भेटौँ तपाईँले हामीलाई यस्तो एट्याक गर्छ कालेले हेर्नु न अब उत्रनु पनि दिँदैन मम्मी हेर्नु अहिले यस्तै
गर्छ जहिले खुसी भएर के भयो भोक लाग्यो कालु अरे यसले त नि यस्तो नङले उयो गर्छ क्या कोतार्न त कोतार्दैन माया गर्छ खोले ल मम्मीलाई अलमा लाउनु गाइज मेरो चाहिँ डिनर रेडी भइसकेको छ अनि यहाँ चाहिँ मम्मीले यसरी नै राखिदिनु भयो सबै थोक अनि यहाँ चाहिँ थोरै माम खाँदिनँ भनेको मम्मीले जबरजस्ती अलिकति माम खानैपर्छ भन्नुभयो अनि सब्जी छ यहाँ धेरै अनि यहाँ छ अमलेट अनि यहाँ छ सलादमा गाजर अनि यहाँ छ टमाटरको चटनी यो चाहिँ मेरो डिनर अब चाहिँ म मेरो डिनर इन्जोय गर्छु अनि भिडियो बनाउँदै खाना चाहिँ कस्तो अप्ठ्यारो हुन्छ क्या यतापट्टि बाइक आएको छ नि त त्यही भएर चाहिँ कस्तो तातो छ चटनी पनि राखेर चाहिँ पिरो पिरो छ अचार अमलेट अनि गाइस अब चाहिँ म बिस्तारै इन्जोय गर्छु अनि म खाना खाइसकेर हजुरहरूसँग भेट्छु कम्प्लिटेड डिनर मलाई चाहिँ यसरी क्लिन गरेर खानु मन लाग्छ खानाहरू खाएर कामहरू कम्प्लिट गरिसकेँ भाँडाहरू मोल्नु थियो अनि भाँडाहरू मोलेर सबै काम कम्प्लिट गरिसकेँ अब चाहिँ म भिडियो इन गरेर एकछिन बाहिर हिँड्छु बाहिर भन्नाले आँगनमा अनि घरभित्र काउन्ट गर्दै गर्दै 1000 पाइला जति हिँड्छु अनि हिँडेर चाहिँ सुत्छु ओके गाइज हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला छेउमा रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला म चाहिँ बिहानभन्दा एकदमै धेरै बेटर फिल गरिरहेको छु एकदमै फ्रेस भएको छु अहिले चाहिँ म बिहानमा कस्तो थिएँ र अहिले है कति एक्टिभ भएको छु अनि अब भोलिबाट मेरो भिडियो म कन्टिन्यू ल्याउने ट्राई गर्छु ओके गाइज सी यू अन नेक्स्ट भिडियो टिल देन बाई बाई लट्स अफ लभ